आज हाम्रो यो म हालिदिन्छु युट्युबमा हाम्रो फर्स्ट गेम। अब हामी सिएसमा खेल्न जाँदैछौँ भट्टु भाइ र म। भट्टु भाइ गेम जितेला भन्न जितिन्छ नि इजी हो नि। ल आज यो र म किल च्यालेन्ज गर्दैछौँ। किल च्यालेन्ज सँगसँगै एउटा हाम्रो अब म्याच सुरु हुन गइरहेको छ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। धन्यवाद। म चाहिँ नो गल च्यालेन्ज गर्नेवाला हुँ। गल बिना खेल्नेवाला हुँ। गन बिना खेल्ने 3 राउन्डसम्म गल लिन्न, त्यसपछि लास्ट राउन्डमा गएर म गल लिन्छु। स्पिकर चाहिँ किन अफ गरेको भने त्यहाँ आएको हाम्रो टिममेटले गाली नगरोस् भनेर सतर्क अपनाउनको लागि पहिल्यै नै हामी चाहिँ माइक चाहिँ अफ गरिदिएको छौँ। माइक स्पिकर के हुन्छ अब अन्तिमसम्म। अब एउटा केटी अनलाइन देखिया बोलम बोलम लगाइरह क्यारम सुधि केटी देखिरह बोलम बोलम लगाइरह सक्लोन्डा बनेको छ हाम्रो सुदीप भाइ। अब हेर्दै जाऊँ ल। म्याच मेकिङ हुने टाइम लागेको अवस्था हुँदैन त है। स्टार्टै तपाईँहरूलाई म एकछिन मेरो गाना सुनाउन चाहन्छु। जाएगी तू जहाँ आऊँगा मैं वहाँ। त्यसै के हो है। घरिघरि दिनैभरि फोनमा जिस्काइरहन्थ्यौ। तिमीले मलाई छाड्यौ भने झुन्डी मर्छु भन्थ्यौ। झुन्डी मर्छु भन्थ्यौ सिमरन किन हो। ओए 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 सिमरन ओ सिमरन किन हो उठाउदिनौ फोन चैट। झन पनि कति साह्रो निष्ठुरीको मन। झ्यापै बढाइदियो मेरो मुटुको धड्कन। ए झन 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 क्यान्सल माथि क्यान्सल। ल अब हाम्रो राउन्ड सुरु भएको अवस्था। पहिलो राउन्डमा मलाई लाग्छ म 4 जनाले गएर मारिदिन्छु होला सायद। मेरो यस्तो इजी गेम हो नि। अब फियरलेस तातिरहेको अवस्था। अब केही न केही हुन्छ जस्तो मलाई लागिरहेको छ। गऱ्यो अब मलाई डाउन एउटा डाउन अर्को वे हान गाउँले केटा आन्छु जान। माइक अफ बुझ्दैन गाली गर्लान् लाएन मेरो आफै राख्छु जेसुकै होस्। ल हाम्रो यहाँ भट्टु भाइको निकै नै राम्रो प्रस्तुति। भट्टु भाइले ड्यामेज दिएको अवस्था। कमन भट्टु भाइ यु क्यान डु इट। कमन भट्टु भाइ कमन। हाम्रो भट्टु भाइ मेरो 1 किल पनि डिभाइड भएको अवस्था छ। अब केही हुन सक्थ्यो। अब त झन् यो मादर चोटको मलाई भरोसा हेर्नु साथीहरू। अब हेर्ने गेमले यसरी ओए डाउन पारेको अवस्था एकजनालाई। यही बेला खुर्सानी आयो भन्दै आउँछ फेरि यहाँ अटोवाला भैया चाहिँ। भट्टु भाइले अब केही न केही गर्छ जस्तो लागिरहेको छ मलाई। केही न केही गर्छ भट्टु भाइले। केही न केही गरेको सफल। खतरनाक यहाँ अब 10 लाइक त पक्कै आउँछ। यस्तो दामी के भन्छ अरे कमेन्ट्री गर्दा यस्तो दामी 300 गर्दैन। यस्तो चुतिया मादर चोट छ। 2 किलो हानेर गेम जित्छ 300 रुपियाँको त दिन यस्तो मादर चोटसँग खेल्नु पऱ्यो। जाएगी तू जहाँ आऊँगा मैं। अब चाहिँ म निकै नै मेरो ह्याकरबाट गेम चाहिँ देखाउन गइरहेको छु साथीहरू म तपाईँहरूलाई। अब केही न केही हुँदैछ। अब जङ्गिरहेको छ गणेशगिरी लागेन यार। यो त झ्याल्डी भयो म्याक्सिमम ल्याएर मसँग किन दियो। ओए ओए फेरि बता न। वाह यस्तो दामी टिममेट छ हाम्रो यार। ओ माई गॉड। अब चाहिँ म कहाँ लाने हो। कहाँ लाने खै। यहाँबाट क्याम्परले बल्ल बाँचे थियो यार हामीले यार। ल पेनले निकै नै राम्रो हेर्छ भनेको अवस्था लाइक दिएँ। यसले पनि हेर्छ। अब फेरि हाम्रो लेजेन्डरी भट्टु भाइ वर्सेस इनिमी। अब कसले बाजी मार्छ त हेर्ने बाँकी नै छ। के जित्छ सोला भट्टु भाइ। ऊ अगाडि हेर्न यस्तो खाते पारा गेमले त्यही नि इजी जिताउँछ अरे। हेरौँ
साइड लिएर पुतु दौडेको अवस्था बड्डु भाइले अब केही न केही गर्दैछ बड्डु भाइ प्याच एउटा हेर्छु रान्दे त हैन मादर चाहिँ ऊ त्यहाँ हाम्रो ल यस्तो खातेको गेमले हुन त दर्शक बिनालाई पनि झ्याउलाई होला कस्तो मुजिराको लागि खेलिरह्यो भने तर के गर्ने अब अनलाइन भएकै एउटा मादर त थियो अनि सँगै बसेर खेलिरहेको अवस्था हो क्या हामीले इजी गेम रे ओ भिडियो त 20 मिनेटकै बन्छ क्या 5 मिनेट त भइसक्यो त 10 मिनेट अपलोड होइन सबै हालिदिने हो एकजनाले त हेर्ला नि यार ए सिम्पल जाने मेरो त हेरिहाल्छु नि यार अब हाल्छु म हेर्न म झन् प्राइम नम्बर 8 भएको भनिन्छ नि अहिले कमेन्टमा त्यही कमेन्ट आउला तैँले त कमेन्ट गर्ने ड्यामेज गर्नु एकदम निकै खतरनाक ड्यामेज दिएको छु यस्तो हान्छु मैले हेर्दैन यस्तो हान्छु मैले डाउन हुने बित्तिकै उठ्ने बित्तिकै प्याची हान्छु भनेको त मारिदिएको पछाडिबाट म तिनीहरूलाई उठ्न दिएको कि अन्त उठ्ने बित्तिकै हान्छु 1 किलो हान्छु भनेर गाइस गाइसहरूको अगाडि मेरो विजेत भयो यार मेरो भ्युअर्सले के भन्छन् मलाई यार अब त्यस्तो खतरनाक साँच्ची खतरनाक यामा यस्तो खाँदै टपमा भन्छ म कस्तो हेरेर भन्छ यार अब खतरा हुन्छ नि त अब हेर्नु अब हेरिदिनु अहिले त तिमीहरूको अगाडि नाटक गर्दै कि जस्ट प्र्याङ्क भाग गाइस फेरि मारिदिएको अवस्था जसरी मऱ्यो नि लाइक कमेन्ट चाहिँ गरिदिनु होला किनकि यत्रो राम्रो भिडियो भइसक्यो यहाँसम्म त कहिले नि हेरिदिनु होला भिडियो तैँले हेरिदिन्छस् निकै नै राम्रो स्पाइकका साथ म्याक्सिमम जित्नु भएको थियो तर डाउन यहाँ लर्ड पेनले दामी हान्यो लर्ड पेन भाइले एउटालाई डाउन गर्यो अब के न के हुनसक्छ यस्तो मात्र त दिन हाने हात त के हो यार मेरो गेमले भन्दा नि तेरो गेमले आले जस्तो हुन्छ यार मेरो च्यानलमा यार सेट डेली एउटा भिडियो हालिदिने कि जेसीको गेम प्लेको कि भाइ डेली एउटा गेम प्ले हालिदिने युट्युबमा पुरानो फ्री फायर त्यति 2018-19 हालेको अहिले त अरू भन हुन्छ तेरो जस्तो मेरो ह्याकर गेम छ नि त डाउन डाउन आइजे मेरो डाउन मेरो 1 किल आइजे त्यो जेसी गर्नु त मरे मेरो 1 किल आउनु पर्यो ओ माई गॉड मेरो फर्स्ट किल खाता खुलेको अवस्था अब हाम्रो बड्डु भाइ निकै नै जोस र जागरको साथ अगाडि बढेका छन् भाइ सुदीप बोरा जङ्गेको अवस्था सुदीप बोरा भाइले केही न केही गर्न सक्छन् के अब हान्न सक्छन् सुदीप बोरा भाइले यो हेर्न नै बाँकी छ हामीले
लौडा जस्तो गेमले देखाएका छन् आने आता के भिडियो गाइरहेको लौडा माता जस्तो गेमले देखाएका छन् भाइ सुदीप बोराले मैले फिनिस नगरेको मलाई लुक्राले यस्तै माता चोता बचाएका छन् यो लर्ड पेनले अब त्यसै गेम हार्नेमा Double kill. लर्ड पेनले गरेर जिताएको अवस्था पहिला लौडा नि जिताएको 10 मिनेट तेरो कुरा असले Game master, मेरो but I am a लागि master of games. थम्सन Need witnesses here. भन नि थम्सन Thanks. त्यो मैले Need equipment. Thanks. Restored EP for everybody. खतरा हुन्छ मैले हामी जोल खेल्नु पाएन नि पाएको मैले हुन्छ अब गएर मारिदिन्छु म पक्क अब त इजी गेम हो गाइस Head there. हाम्रो फर्स्ट गेम बुया हुने अयो पादे हैन मासर झ्याउ गरे First blood. मासरले भर्भित्र म गएर हान्छ अब तिनीहरू केही नबोल अब मेरो किलो त नजर है माइका छोराहरू Double kill. छुटिहाल्यो कि ल गाइज मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु हस् धन्यवाद त्यो देखाउन म बन्द गरिदिन्छु